कम से कम दिनमा 10 वटा एसएमएस गर्नुस्, दिनमा 10 वटा फेसबुक स्ट्याटस लेख्नुस्, एमालेको पक्षमा लेख्नुस्, दिनको 10 वटा। हाम्रा मोबाइल, हाम्रा फेसबुक, हाम्रा कमेन्ट्स यसो मन परेन भने सासो साथीलाई घोचेर यसो पार्ने, ठ्याक्क पार्ने, घोचेर घोच्न यहाँ घोचिया हुन्छ थाहा त यहाँले दुनियाँले सबैले पाउँछ नि त। अनि यति यहाँ घोच्नु छ भने त त्यति घोचे हुन्छ नि त। दुनियाँलाई किन थाहा दिनुपर्छ त्यो? यी भने भयो नि त। त्यसो भएर यो शैली हामीले अन्त्य गर्नुपर्छ। लड्ने कोसँग थाहा पाउनुपर्छ, खण्डन के को गर्ने त्यो थाहा पाउनुपर्छ, प्रशंसा के को गर्ने त्यो थाहा पाउनुपर्छ। राम्रोको प्रशंसा गरौँ, राम्रो कमेन्ट गरौँ, राम्रो कमेन्टलाई समर्थन गरौँ, लाइक गरौँ र नराम्रोलाई कमेन्ट गर्न पनि नबिर्सौँ, त्यसको आलोचना गर्न पनि नबिर्सौँ। अरू सामाजिक सञ्जाल सञ्चालनकर्ता खोजेर हिँड्ने होइन। हरेकका हातमा मोबाइल छ। हामी आफै सामाजिक सञ्जाल सञ्चालनका योद्धाहरू हौँ। हामी हरेकले यो लडाईँ लड्नुपर्छ। कम से कम दिनमा 10 वटा एसएमएस गर्नुस्, दिनमा 10 वटा फेसबुक स्ट्याटस लेख्नुस्, एमालेको पक्षमा लेख्नुस्, दिनको 10 वटा। हामीले गरेका काम लेख्नुस्, दिनमा 10 वटा। राम्रा कुराहरू लेख्नुस्, दिनमा 10 वटा। 10 वटा कमेन्ट गर्नुस् कम से कम गलत कुराका विरुद्ध हमला गर्नुस्। साथीभाइले राम्रो गरेका कुरामा लाइक त थिच्दिनुहोस् बाबा। कि छेउमै हुन्छ लाइक, त्यो गाह्रो कुरै छैन। लाइक थिच्दिनु कमसेकम त्यति गर्न सक्नुहोस्। पोजिटिभ कमेन्ट गर्नुहोस्, सही कुरा हो त लेख्नुहोस् कमसेकम। अर्कोले विरोधीले गाली गर्छ, त्यो गालीका मुनि पहिले कुरो बुझ्न बाबु, अनिखेरि